धेरै धेरै धन्यवाद। हुन्छ वार्ड नम्बर 8 को वडा अध्यक्षज्यू नजिकै हुनुहुन्छ के भयो बोल्दैछु म हुन्छ यसरी वडा अध्यक्षज्यूसँग चाहिँ वडावासीले धेरै नै अपेक्षा गर्नुभएको थियो रहेछ र पछिल्लो समयमा वडामा अलिक कम समय दिनुभयो बाहिर रहनुभयो भन्ने खालको धेरै कुरा छ र सँगै यो शिक्षा स्वास्थ्यको कुरा त त्यस्तै नै जोडिएको छ र नयाँ थप योजना चाहिँ के छ भनेर भन्नुभएको छ। धन्यवाद प्रश्न गर्नुलाई। सही कुरा नै भन्नुभयो। इनकेस म लिखु 8 को वडा कार्यालयमा कुर्सीमा मात्रै बसिरहेको भए जुन चुनावको बेला मैले नागरिकहरूसँग गरेको वार्ता थिएँ लिखु 8 को साथीको 3वटा वडामा मात्रै विद्युत बत्ती बलेको थियो। 1 वर्षभित्र 6 महिनाको अन्तरालमा अरू बाँकी 9 वडामा सायद 21 करोडको ठेक्का लागेर एकै 6 महिनाभित्र बत्ती बाल्ने अवस्था थिएन होला केन्द्रीय लाइनको। एक आर्थिक वर्षमा 21 करोडको योजना टेन्डर खुलाएर बत्ती बाल्न सफल भयो। त्यहाँभित्र म वडा कार्यालयमा बसिरहेको भएदेखि अहिले 15 करोड 31 लाखको खानेपानीको योजना आएको छ लिखु 8 टार्केरा राज्यमा। त्यो 15 करोड 31 लाख रुपियाँ त्यहाँ जाँदैन थियो होला। म वडा कार्यालयमा बसिरहेको भए अहिले खुट्टाको डिलबाट पुकु डाँडा जोड्ने झोलुङ्गे पुलको लागि टिपिआरको लागि सङ्घीय सरकारले बजेट छुट्याएको छ। त्यो ठाउँमा अहिले बजेट छुट्टिँदैन थियो होला। म वडा कार्यालयमै बसिरहेको भएदेखि अहिले प्रदेश सरकारले चाहिँ समाचार शहरी विकास कार्यक्रमको लागि बजेट व्यवस्थापन गर्न लागेको छ। आजको मितिसम्म गएको थिएन। त्यो बजेट त्यो ठाउँको लागि सुनिश्चित हुँदैन थियो होला। पोकलीबाट के अरे सिरिसेबाट टार्केराबारी डाँडा खर्क हुँदै कोप्से पोखरी डाँडा जाने बाटो अहिले स्तर वृद्धि भइरहेको छ। यी बाटाहरू बन्दैन थियो होला। अहिले चाहिँ गाउँ नम्बर 7 नम्बर र लिखु 8 जोड्ने पक्की पुलको लागि तल्लो एउटा डिपिआर भएर बसेको छ। सोइल टेस्ट भएर गयो। अर्को ठेक्का प्रक्रियामा चाहिँ रोकिएर बसेको थियो। ती कार्यालयहरूमा नपुगेको भए यो अहिले ठेक्काको प्रक्रियामा आउँदैन थियो होला। त्यहाँ अहिले 15-20 करोडको त्यही कार्यक्रमहरू हुँदैछ। विकासमुखी कार्यक्रमको लागि म वडा अध्यक्ष भएको थिएँ। वडा अध्यक्ष कुर्सीमा नहुँदै गर्दा कार्यभार छोडेर नागरिकलाई के कसरी सेवा दिन सकिन्छ भन्ने कुरामा अर्को मान्छेलाई जति कामकाज बाधा नपर्ने गरी हिँड्ने गरेको छु। तपाईँहरूको लागि जे प्रश्न गर्नुभयो तपाईँहरूलाई यी सबैलाई पुरा गर्नको लागि परेको छु। अहिलेको सङ्घीय सरकारबाट पनि सिँचाइको लागि भएन भन्नुहुन्थ्यो। एउटा सिँचाइ कुलोको लागि 50 लाखको कार्यक्रमहरू आएको छ। अर्कोलाई 30 लाख दिएको छ। दुईवटा अर्को कार्यक्रमहरू 3 करोड 50 लाखको कार्यक्रम सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेर अर्को 3 करोड 50 लाखको कार्यक्रमहरू परेको छ। यी कुराहरू तपाईँले सामाजिक सञ्जालबाट सुन्नु भएको छ भने यो आर्थिक वर्षमा मात्रै लिखु 8मा सायद 3-4 करोडको कार्यक्रमहरू आइरहेको छ। यी कार्यक्रमलाई तपाईँहरू प्रश्न गर्ने राम्रोसँग सदुपयोग गराइदिनुहोस्। विकास निर्माणको लागि हामीसँग हातेमालो गरिदिनुहोस्। तपाईँहरूलाई यसैमा शुभकामना छ। धन्यवाद। हस् धेरै धन्यवाद छ। यसपछि अब प्रमुख प्रशासक अधिकृत ज्यूतर्फ लागौँ। बेरुजुको कुराहरू पनि प्रश्न पनि उठेको थियो र सँगै